को सानो रूप ठुलो छ है गुणा आख्यानको सानो रूप ठुलो छ है गुणा आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा सात सालमा सुरु भयो लघु गीत लेख्न धेरै राम्रो हुँदै आयो अझै बाँकी देख्न सालमा सुरु भयो लघु गीत लेख्न धेरै राम्रो हुँदै आयो अझै बाँकी देख्न आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा पूर्ण प्रसादले सुरु गरे पछ्याइ बढे बुझ्नै पर्छ सबैले आवाजमा मेरे 30को दशकमा बनेको है उर्वर पानर पुस्तकमा छापिएको सरसरा लेखिए लघु कृति धमाधम आए पाठकको मनमुटुमा बस्न सफल भए बाधा विरोध पार गर्दै बढ्दै अघि आयो कागज र छापाबाट फेसबुकमा छायो 7 सालमा सुरु भयो लघु गीत लेख्न धेरै राम्रो हुँदै आयो अझै बाँकी देख्न 7 सालमा सुरु भयो लघु गीत लेख्न धेरै राम्रो हुँदै आयो अझै बाँकी देख्न आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा अगुवामा समाज बन्यो अनि कुनो आयो प्रतिष्ठान आधुनिक पाठशाला छायो व्यङ्ग्य गर्छ प्रभाव पार्छ सन्देश दिन्छ धेरै कथन गन्ध कौतूहल दृष्टिबिन्दु मेरे कृति र विसङ्गति गर्छ चिरफार समाजको समस्यालाई गर्छ उजागर जन्मदैछन् सिद्धहस्त साहित्य उत्थानमा पक्कै पनि उदाउने छन् कुरीतिको लासमा 7 सालमा सुरु भयो लघु गीत लेख्न धेरै राम्रो हुँदै आयो अझै बाँकी देख्न आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा हार्दिक नमस्कार। यहाँ सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा म हार्दिक नमस्कार टक्राउँदछु। यहाँ पवित्र सापकोटाज्यूले हेरिरहनु भएको छ, हार्दिक स्वागत गरेँ। श्याम श्रेष्ठ ज्यूले पनि हेरिरहनु भएको छ, अरुण नदी खत्री, नारायण पोखरेलज्यू, पवित्र सापकोटाज्यूले नमन दिदी भनेर आउनुभएको छ, हार्दिक स्वागत गरेँ बहिनीलाई। यहाँ विष्णु भण्डारी ज्यू पनि आउनुभएको छ, श्याम श्रेष्ठ, रोशन पराजुली र महेन्द्र नेउपाने, मनिष कुमार शर्मा समेत अरुण नदी खत्री र छविलाल सर पनि आइसक्नु भएको छ, हार्दिक स्वागत गरेँ सम्पूर्णलाई। नाम मैले नदेखे पनि आदरणीय व्यक्तित्वहरूलाई मैले फेरि नमन गरेको छु, एकदम हृदयदेखि स्वागत गरेको छु। म आज बिहिबारको 2082
1/4 गते बिहिबार कार्यक्रम प्रतिनिधि लघुकथा वाचन लिएर म आज निर्मला बराल प्रस्तुता उपस्थित भइसकेको छु हजुरहरू समक्ष। सधैँ हाम्री सत्य अधिकारी आउनुहुन्थ्यो, आज उहाँको सट्टामा म आएको छु। यहाँहरूले स्वीकार्नुहुनेछ अवश्य पनि भन्दै यहाँ शान्ता साक्यज्यूले पनि हेरिरहनु भएको छ, हार्दिक स्वागत गरे। बहिनी राजन कार्की पाजुज्यू पनि आउनुभएको छ। राजु छेत्री अपुरो भाइले पनि हेरिरहनु भएको छ, हार्दिक सम्पूर्णलाई मेरो फेरि पनि एकमुष्ट स्वागत गर्दै अब आजका हाम्रा पाहुना हुनुहुन्छ, के समीक्षक हुनुहुन्छ। सरी, पाहुना भनेछु मैले, पाहुना भन्ने बानी थियो, अब समीक्षक भन्नलाई बिर्सेछु, सरी। आजका हाम्रा समीक्षक हुनुहुन्छ आदरणीय डाक्टर पुष्कर राज भट्टज्यू हुनुहुन्छ। उहाँ सरलाई मैले स्वागत गर्दै यहाँ भित्र फेसबुक लाइभमा भित्रिनु हुनुको लागि म हार्दिक अनुरोध पनि गर्दछु। सर भित्रिनुहोस् हजुर। यहाँ नन्दलाल आचार्य सरले पनि हेर्नु भएको छ, हार्दिक स्वागत गरेँ। हाम्रो आदरणीय लता केसी बहिनीले पनि स्वागतम भनेर आउनुभएको छ, हार्दिक स्वागत गरेँ। म नमन पनि गरेँ हजुरलाई। शान्ता साक्यज्यूले नमन सबैमा भन्दै आउनुभएको छ, हार्दिक हार्दिक स्वागत गरेँ। सर हजुरलाई म पनि भित्राउन सक्छु होला, म पनि कोसिस गर्छु है सर। हजुरले एक्सेप्ट गरिसक्यो है त, मैले पठाएँ। यहाँ जडान भनिरहेको छ, भित्रिन्छु जस्तो लाग्छ। अब सर आउनुहुन्छ होला अनि म वाचन गर्छु। आज मैले पनि यो सत्या बहिनीको ठाउँमा मैले मौका पाएको छु। शान्ति भण्डारी दाहालले हेरिरहनु भएको छ, हार्दिक स्वागत सर। सरलाई भित्रिनु सर। नमस्कार हजुर नमस्कार। नमस्कार पुष्कर सर, डाक्टर पुष्कर राज सर। हजुरलाई कोही देखिनँ मैले चाहिँ, हजुरले देख्नुभयो? ए होइन, मेरो त फोटो स्पष्ट देखिएको छ, केही प्राथमिक समस्या होला, एकछिनमा देखिहाल्छ। ठिक छ, केही छैन। मैले देखेको छुइनँ, पछि पनि देखिन्छ। यहाँ हाम्रो श्रोता स्रष्टाले हेरिरहनु भएको देख्नु भएको छ होला पक्का पनि। विष्णु प्रसाद उप्रेती ज्यूले पनि हेरिरहनु भएको छ, हार्दिक नमस्कार दिदी तथा सम्पूर्ण उपस्थित साहित्य स्रष्टाहरूमा भनेर आउनुभएको छ, हार्दिक स्वागत गरेँ हजुरलाई। नमन पनि गरेँ। हजुरको आज लघुकथा म वाचन गर्छु। शुभ शर्मा बहिनीले पनि हार्दिक नमन दिजु सुस्वागतम भनेर आउनुभएको छ, हार्दिक स्वागत गरेँ बहिनी, यहाँलाई पनि धेरै धेरै भन्दै म अब केन्द्रमा फेरि पनि मैले स्वागत गरेँ सर, लघुकथा केन्द्रको तर्फबाट, मेरो तर्फबाट है त सर। हामीले सुनिएको छ सर? ए हुन्छ, अब सुरुवात गरौँ। हस् सर। हजुर, हामीले दुवैजनालाई देखेका छौँ, गुड गोइङ भन्नुभएको छ हाम्रो लता केसी बहिनीले। धन्यवाद बहिनी, एकदम यो प्रतिक्रियाको लागि हामीलाई थाहा पनि भयो, हामीले राम्रोसँग देखेका छौँ भनेर शुभ शर्मा बहिनीले पनि भनिदिइसक्नु भएको छ। ल अब मैले ढिला नगरिकन अन्जु शर्मा बहिनी पनि आइसक्नु भएको छ, हार्दिक नमस्कार भन्दै हार्दिक स्वागत गरेँ, नमन गरेँ। अब ढिला नगरिकन लघुकथातर्फ जाने अनुमति माग्दछु। 1 नम्बरको लघुकथा छ, आदरणीय विष्णु प्रसाद उप्रेतीज्यू हुनुहुन्छ। उहाँ राधे राधे भक्तपुरबाट हुनुहुन्छ। उहाँ हामीले चिर परिचित व्यक्तित्व हुनुहुन्छ। उहाँ ज्योतिष विज्ञान पनि हेर्नुहुन्छ। उहाँले राधे राधेमा बसेर भने मैले यो गरेँ र उहाँलाई फेरि पनि स्वागत गर्दै उहाँको लघुकथाको शीर्षक छ छेपारोको तर्क। यसरी सुरु हुन्छ। छेपारोको तर्क। एउटा कालो कमिलो ठुलो सिमलको रुखमा चढ्ने अथक परिश्रम गरिरहेको थियो। बारम्बार उसको परिश्रम विफल भएको देखेर अलि परबाट न्यालिरहेको छेपाराले छेउमा आएर सोध्यो, ए कमिलो, तँ किन यो विशाल रुखमा चढ्ने प्रयास गर्दैछस्? यत्रो ठुलो रुखको टुप्पोमा पुगेर के पाउला भन्ने आशा छ? तँ जाबु कमिलोलाई, तँ अल्छी छेपारालाई के थाहा कठोर परिश्रमपछि प्राप्त सफलताको महत्त्व कस्तो हुन्छ भनेर? ल भन्न त कमिलो, भन्न त कमिलो, भन्न ल भन्, तँ कमिलो के पाउने लक्ष्य राखेको छस् टुप्पोमा पुगेर? छेपाराले कुटिल बोलीमा सोध्यो। ए छेपारो, मैले त्यस्ता कुनै लक्ष्य राखेको छैन। अनि कमिलो ठुलो महत्त्वाकांक्षा राख्ने प्राणी पनि होइन। म यो रुखको टुप्पोमा पुगे भने म नेपालको मेचीदेखि महाकालीसम्म सबैतिर देख्छु र पत्ता लाउन चाहन्छु कि नेपालमा जनवरी 1 लाई नयाँ वर्ष मान्ने र
वैशाख 1 लाई नयाँ वर्ष मान्ने जनता को धेरै रहेछन्। अब म लघु कथाको अन्त्यमा आइपुगेको छु। मूर्ख कमिला मेरो कुरा सुन, यहाँ मान्छेलाई न आस्था न भरोसा, जता मल्कु उतै ढल्कु, दुवैतिर उनै हुन् भनेर यसरी लघुकथालाई समापन गर्नुभएको छ। हार्दिक स्वागत गरे यति सुन्दर लघुकथाको लागि। र यहाँ मैले सम्पूर्णलाई फेरि पनि मैले एकमुष्ट स्वागत गर्दै, हृदयबाट स्वागत सम्मान गर्दै म अब आदरणीय सर हजुरलाई दिएँ ल मैले। लक्ष्मण गेमाली सर पनि आउनु भएको छ, हार्दिक स्वागत गरेँ। ल हजुरलाई सुम्पिए सर। हस्, यहाँहरू सबैलाई हार्दिक स्वागत छ, शुभकामना छ। अहिले प्रस्तुत गरेको लघुकथाको विषय अमानवीर पात्रसँग सम्बन्धित छ। अमानवीर पात्रका माध्यमबाट लघुकथामा मानवीय प्रवृत्तिलाई प्रस्तुत गरिएको छ। कमिलोले संघर्षको परिचयको रूपमा यहाँ प्रस्तुत भएको छ भने छेपारो एउटा स्वार्थी अवसरवादी प्रवृत्तिको भागको रूपमा आएको छ। यसरी हेर्ने हो भने यहाँ चाहिँ दुईटा पात्रहरू छन्, जो परिवेश छ। पात्रमा अमानवीय पात्रहरू छन्। कमिलोले अब जीवनलाई एउटा सङ्घर्षको रूपमा, उत्सर्गको रूपमा, एउटा समर्पणको रूपमा बुझेको छ र त्यही ढङ्गले उसले अगाडि बढेको छ। उसले नेपाली राष्ट्रियताको पक्षमा आफ्नो कुरा राखेको छ। अर्थात् उसले के भनेको छ भने म यदि शिखरमा पुगेँ भने मैले नेपाली नयाँ वर्षलाई मान्ने कि अङ्ग्रेजी वर्षलाई मान्ने मान्छे हेर्छु, नेपालमा कति छन् भनेर हेर्छु भनेर भनेको छ। उसले यो भन्नुको अर्थ के हो भने नेपाली मौलिकताप्रति कति मान्छेहरू सचेत छन् र विदेशी सभ्यता वा संस्कृतिप्रति कति मान्छे छन् भनेर उसले चाहिँ बुझ्न चाहेको छ। र लघुकथाको अन्त्यमा हामीले के पाउँछौँ भने त्यो छेपारो पात्रले नेपालीहरूको अवसरवादी प्रवृत्तिलाई चाहिँ देखाएको छ अनि प्रस्तुत गरेको छ। उसले के भनेको छ, जता मल्कु उता ढल्कु भनेर नेपालीको प्रवृत्तिलाई देखाएको छ। यहाँ हामी लघुकथामा एउटा कुरा के हुन्छ भने प्रारम्भमा जे जस्ता विचारहरू दृष्टिकोणहरू आए तापनि अन्त्य चाहिँ पहिले भन्दा चाहिँ फरक हुनुपर्छ, आकस्मिक अन्त्य हुनुपर्छ भन्ने गर्छौँ। तर यहाँ चाहिँ त्यो कुरा आएन। छेपाराको जुन प्रवृत्ति छ, जुन स्वभाव छ, उसको चिन्तनको जुन चाहिँ प्रक्रिया छ, त्यसैको निरन्तरताको क्रममा उसको अन्तिम भनाइ पनि आएको छ। त्यसो भएको हुनाले लेखकले आफै के चिन्तन गर्नु पर्यो भने एउटा अवसरवादी प्रवृत्ति छ, एउटा सङ्घर्षशील प्रवृत्ति छ, अनि एउटा अवसरवादी र एउटा सङ्घर्षशील प्रवृत्तिका बीचको द्वन्द्वका माध्यमबाट अन्तिममा चाहिँ के निष्कर्ष आउँछ त? कुन कुरा चाहिँ समाज उपयोगी छ, कुन कुराले सकारात्मक सन्देश दिन्छ, कुन कुराले चाहिँ नयाँ चेतना दिन्छ, नयाँ विचार दिन्छ, एउटा नयाँ किसिमको पाठकलाई एउटा नयाँ किसिमको चिन्तनतर्फ डोर्याउँछ। त्यो कुरालाई मनन गरेर चाहिँ अन्त्य चाहिँ व्यवस्थापन गर्नुभयो भने राम्रो हुन्छ। प्रारम्भमा उहाँका लघुकथाहरू वर्णनात्मक शैलीका आउँथे, तर पछिल्लो समयमा उहाँले आफ्नो लघुकथा लेखनमा धेरै सुधार गर्नुभएको छ। वर्णनात्मकताको साथसाथै संवादको पनि आयोजना गर्नु, पात्र अनुसारको संवाद हुनु र पात्रको अवस्था अनुसारको उसको चिन्तन धारालाई पनि प्रस्तुत गर्नु र लघुकथामा कर्मिक रूपमा आकर्षणलाई चाहिँ कायम राख्न सक्नु। अर्थात् के भने एउटा जिज्ञासा प्रारम्भ हुन्छ, त्यसको समाधान हुन्छ, फेरि अर्को जिज्ञासा आउँछ, समाधान आउँछ र यसरी जिज्ञासाहरूको क्रमशः समाधान हुने क्रमसँगै लघुकथा
अगाडि बढेको छ। यसर्थमा उहाँको लेखनमा आएको सकारात्मक परिवर्तनलाई हामीले स्वागत गर्नुपर्छ। उहाँको लेखनको चाहिँ अग्रगतिको रूपमा अगाडि बढोस्, उहाँले चाहिँ आफ्नो लेखनलाई सुधार गर्नुहोस् भन्ने शुभकामना पनि दिनुपर्छ। तर यति हुँदाहुँदै पनि अन्त्य व्यवस्थापनमा अलिकति ध्यान नपुगेको हो कि जस्तो मेरो बुझाइ छ। त्यसो भएको हुनाले उहाँले अन्त्य व्यवस्थापनमा अलिकति फरक ढङ्गले सोचेर त्यसरी प्रस्तुत गर्न सक्नु हो भने यो लघुकथा एउटा राम्रो लघुकथाको रूपमा आउनेछ भन्ने मेरो विचार प्रस्तुत गरे। अहिलेलाई यो लघुकथाको बारेमा मेरो भनाइ यति नै हो। अब अर्को लघुकथातर्फ हामी प्रवेश गर्नेछौँ। धन्यवाद। हस् सर, हस् सर, धन्यवाद, आभार प्रकट गरे सर। हजुरले यति मजाले भनिदिनु भयो। हाम्रो आदरणीय विष्णु प्रसाद उप्रेती ज्यूले पनि यहाँ निहालिरहनु भएको छ। पक्का पनि हामी सबैजनाले सुन्यौँ, उहाँले पनि सुन्नुभयो। त्यही अनुसार हामी सरले गर्नुहुनेछ उप्रेती ज्यूले भन्दै म अब सम्पूर्णलाई फेरि पनि यहाँ एकमुष्ट यहाँ मैले देखिरहेको छु। अतुल पोखरेल भाइ आउनु भएको छ, हार्दिक स्वागत गरेँ, नमन गरेँ। मनोहर पोखरेल ज्यू पनि आउनु भएको छ, हार्दिक स्वागत गरेँ, नमन गरेँ। यहाँहरूले त्यसरी निहालिरहनु भएको छ। म अब लघुकथातर्फै जान्छु। अब दोस्रो नम्बरको लघुकथा छ आदरणीय राजन कार्की पाजु ज्यू हुनुहुन्छ। उहाँ धरान सुनसरीबाट हुनुहुन्छ। उहाँलाई पनि उहाँका पनि धेरै लघुकथाहरू हामीले वाचन गरिसकेका छौँ। उहाँ पनि चिरपरिचित व्यक्तित्व नै हुनुहुन्छ, नदेखे पनि हामीले नामबाट हामी चिन्दछौँ। भनेर उहाँको लघुकथाको शीर्षक छ अभियान। यसरी सुरु हुन्छ। बिहान सबैले एक हुल मानिसहरू हातमा ठुल्ठुला अक्षरमा लेखिएको तुल बोकेर चौकतिर निस्किए। कोही युनिफर्म लगाएका शिक्षक शिक्षिका, कोही विद्यार्थी थिए, कोही विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू तथा कोही जनप्रतिनिधिहरू समेत सम्मिलित थिए। सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको घर दैलो कार्यक्रम थियो। त्यो आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै भर्ना गराउँ जस्ता स्लोगन लेखिएका तुल तथा प्ले कार्ड हातमा सबै जसोले बोकेका थिए। टोलमा सामुदायिक विद्यालयमा आफ्ना बाल बालिकालाई भर्ना सम्बन्धी सानो चेतनामूलक कार्यक्रम राखिएको थियो। टोल भरिका अभिभावकहरू भेला भएका थिए। सर, मिस तथा व्यवस्थापन समितिका पदाधिकारीहरू आफ्ना बाल बच्चालाई सामुदायिक स्कुलमा भर्ना गर्न प्रेरित गरिरहेका थिए। अभिभावक चुपचाप सुनिरहेका थिए बिना टिप्पणी। ओहो, 8 बज्न लागिसकेछ। घडी हेर्दै एकजना मिसले अर्की मिसको कानमा फुसफुसाइन्। म अन्त्यमा पुगेको छु लघुकथाको। तपाईहरू बस्दै गर्नुहोस् ल, म बाबुलाई बोर्डिङ पुर्याएर आइहाल्छु। अर्की मिसले स्वीकृति सूचक मुन्टो हल्लाइन्। यसरी लघुकथालाई समापन गर्नुभएको छ। अब सर, मैले हजुरलाई यो जिम्मा दिएँ। मैले यति नै देखिरहेको छु। यहाँ फेरि पनि म यहाँहरूलाई एकमुष्ट देखे पनि नदेखे पनि एकमुष्ट स्वागत सम्मान गर्दै मैले आदरणीय डाक्टर पुष्पराज भट्ट सरलाई यो समीक्षाको लागि सुम्पिए सर हजुरलाई। धन्यवाद सर। यो लघुकथामा हामीले के पाउँछौँ भने एउटा सामूहिक पात्रहरूको अवस्था चाहिँ पाउँछौँ। सामूहिक रूपमा पात्रहरूको एउटा अवस्था भए तापनि एकजना पात्र प्रमुख रूपमा उपयोगी छन् र ती पात्रको भूमिकालाई बारेमा यहाँ टिप्पणी गरिएको छ। विशेषतः एउटा शैक्षिक क्षेत्र अनि त्यसमध्ये सामुदायिक विद्यालय र बोर्डिङ विद्यालयको सन्दर्भ र अहिलेको शिक्षक आन्दोलनको एउटा हावा पनि यो लघुकथामा आएको छ। किनभने अहिलेको छलफलको विषयमा पनि सामुदायिक विद्यालयको गुणस्तर कसरी अगाडि बढाउने, सामुदायिक विद्यालयका शिक्षकहरूलाई कसरी चाहिँ सम्मानपूर्वक बाँच्न सक्ने, सेवा सुविधा अवसर र उहाँहरूको वृत्ति विकासलाई कसरी अगाडि बढाउने भन्ने बारेमा एउटा राष्ट्रिय आन्दोलन चलिरहेको अवस्था छ। राष्ट्रिय आन्दोलनसँगै सरकारसँगको छलफल वार्ता, विगतका वार्ताहरू अनि त्यसमा भएका सहमतिहरू, ती सहमतिहरू पुरा नभएको आदि सन्दर्भहरू पनि छन्। यस अर्थमा हेर्ने हो भने यो लघुकथाको पृष्ठभूमिमा एउटा शिक्षा क्षेत्रको सन्दर्भ अहिलेको ज्वलन्त कुराहरू पनि छ र यहाँ चाहिँ
लौकथामा के गरिएको छ भने एउटा भर्ना अभियानको सन्दर्भ छ। भर्ना अभियानसँगै विभिन्न शिक्षक, अभिभावक अनि त्यसपछि विद्यार्थीहरूको एउटा किसिमको उत्साहको यात्रा अगाडि बढेको छ। त्यो उत्साहको यात्रामा हरेकले एउटा नयाँ जीवनको सम्भावनाको खोजी गरेका छन्, नयाँ जीवनका लागि एउटा उत्साह देखाएका छन् र त्यो उत्साहको यात्रामा मिसिएका पात्रहरू मध्ये सबैले एउटा नाराको रूपमा त सामुदायिक विद्यालयको शिक्षा अनि त्यहाँ चाहिँ भर्ना आदिलाई लिएका छन्, तर त्यो नाराले अनि एउटा बाहिरी प्रभावले मात्रै पनि मानिसको मन मस्तिष्क परिवर्तन हुँदैन। अनि त्यो मानिसको मन मस्तिष्क परिवर्तन भएन भने उसमा रहेको जुन उसको चिन्तन छ त्यो कुनै न कुनै रूपमा बाहिर आउँछ। यो लौकथाको अन्त्यमा पनि जब शिक्षिकाले सानो स्वरमा बोल्दै आफूले बोर्डिङमा आफ्ना बच्चाहरू चाहिँ भर्ना गरेर आउँछु भनेकी छन्, अर्थात् के हो भने आफू चाहिँ सामुदायिक विद्यालयकी शिक्षिका हुने तर छोराछोरीलाई चाहिँ बोर्डिङमा भर्ना गरेर आउँछु भन्नुको अर्थ के हो भने उनलाई आफ्नो त्यो सामुदायिक शिक्षा या आफूले नै पढाइरहेको विद्यालय त्यो विद्यालयको गुणस्तर आदिमा चाहिँ विश्वास छैन। बोर्डिङ भनेपछि एउटा अहिले फेसनको रूपमा अगाडि बढेको छ। मान्छेले सके पनि नसके पनि आर्थिक अवस्था कमजोर भए पनि जे जस्तो भए पनि बोर्डिङमा पढेपछि विद्यार्थीहरूको भविष्य सफल हुन्छ। त्यसबाट अगाडि बढेर उनीहरू चाहिँ जीवनको कर्मयुद्धमा चाहिँ अगाडि बढ्छन् भन्ने कुरा चाहिँ मानिसहरूले सोचेका छन्। त्यो चिन्तन एउटा सामान्य जनताको चिन्तन मात्र होइन, शिक्षिकाको चिन्तन छ र त्यो चिन्तनलाई चाहिँ यहाँ प्रस्तुत गरिएको छ। लौकथामा एउटा सिद्धान्त र व्यवहार बीचको अन्तरलाई देखाएको छ, किनभने एउटा सिद्धान्तिक रूपमा चाहिँ उसले सामुदायिक विद्यालयको शिक्षालाई ग्रहण गरेकी छ अनि त्यस्तै गरी जुलुसमा जाने र भाग लिने काम पनि गरेकी छ, तर उसको कर्म भनेको त्योभन्दा विपरीत छ। यसो भएको हुनाले यो लौकथामा शिक्षा क्षेत्रसँग सम्बन्धित भएर कामहरू भइरहेको कुरा पनि आएको छ र लौकथामा हामीले एउटा मानिसको दोहोरो चरित्र दोहोरोपनलाई चाहिँ प्रस्तुत गरेको पाउँछौँ र लौकथामा एउटा विचारको हिसाबले लौकथा ठिकै छ, तर लौकथाको जब हामी प्रारम्भ हेर्छौँ र मध्य भाग हेर्छौँ एकरो वर्णनात्मक छ। कुनै कुरालाई लेखकले आफूले भन्ने भन्दा पनि त्यसमा चाहिँ पात्रहरू बोल्दाखेरि कस्तो हुन्थ्यो होला, पात्रहरूको अभिवृत्ति भएको भए कस्तो हुन्थ्यो होला भन्ने कुरा हाम्रोमा जिज्ञासा हुन्छ। त्यो जिज्ञासाको समाधान लेखकबाट चाहिँ भएको छ। लेखकले एकरो आफै वर्णन गर्दै जानुभएको छ। उहाँले कुनै एउटा दृश्यलाई घटनालाई सामान्य ढङ्गमा देखाउने प्रस्तुत गर्ने, त्यसपछि त्यहाँ उपस्थित भएका त्यो भेलामा त्यो चाहिँ जुलुसमा त्यो किसिमको एउटा किसिमको उत्साहको यात्रामा समावेश भएका पात्रहरूको बीचको संवाद पनि राखेर लौकथा बनाउनु भएको भए धेरै राम्रो हुन्थ्यो। अब त्यो कुरामा उहाँको ध्यान गयोस् भन्ने मलाई लाग्छ। यो लौकथामा अन्तिममा एउटा मात्र संवाद छ, त्यो एउटा मात्र संवादले लौकथा परिपक्व हुँदैन। अब लौकथामा संवादको मात्र प्रयोग किन गर्ने अनि संवाद भएका लौकथा मात्र किन राम्रा हुन्छन् अनि संवाद नगर्दा पनि त हुन्छ नि भन्ने ढङ्गको कुरा पनि लौकथाकारहरूका बीचमा चाहिँ चलिरहेको हुन्छ र त्यो किसिमको प्रतिक्रिया पनि आइरहेको हुन्छ। संवादको प्रयोगले पात्रको सक्रिय सहभागितालाई देखाउँछ, पात्रको मनोवृत्तिलाई प्रस्तुत गर्छ र पात्रले त्यहाँ आफ्नो हिस्सेदारीलाई प्रस्तुत गर्छ। यदि लेखकले आफै भन्ने हो भने त्यहाँ उसको भनाइमा चाहिँ एउटा उसको आफ्नो
चिन्तन पनि आउँछ र लेखकले आफ्नो विचारको चिन्तनको भारी पाठकमाथि चाहिँ लाद्न पाइँदैन, लाद्नु हुँदैन भन्ने कुरा हामीले भन्दै आएका छौँ। त्यसो भएको हुनाले पात्रहरूलाई प्रस्तुत गर्ने, पात्रहरूको संवादलाई प्रस्तुत गर्ने, त्यो संवादलाई पनि सूत्रात्मक रूपमा प्रयोग गर्ने, त्यो आवश्यक रूपमा के कति कुराहरू, के कति संवादहरू राख्नुपर्ने हो, जस्तो सकेसम्म चाहिँ भाषण जस्तो नलागोस्, तर चाहिँ एउटा काम चाहिँ चलिहालोस्, काम त्यसमा चाहिँ एउटाले भनेको कुरा, अर्को एउटा पात्रले भनेको कुरा अर्को पात्रले बुझोस् भन्ने सम्म चाहिँ त्यो स्थिति निर्माण भयो भने चाहिँ राम्रो हुन्छ। यसर्थमा लघुकथाकारले जुन विषयवस्तु उठाउनु भएको छ त्यो सशक्त छ, विषयवस्तुले एउटा सामाजिक सन्देश पनि दिएको छ, तर यसको प्रस्तुति शैलीमा चाहिँ उहाँले सुधार गर्नुपर्ने देखिन्छ। त्यो सुधार गर्नुभयो, राम्रो ढङ्गले प्रस्तुत गर्नुभयो भने लेखकको लघुकथा लेखन अझ बढी व्यवस्थित हुन्छ, अझ बढी राम्रो हुन्छ, अझ बढी चोटिलो हुन्छ र उहाँले नेपाली लघुकथाका क्षेत्रमा स्तरीय रचनाहरू प्रस्तुत गर्न सक्नुहुनेछ भन्ने कुरा राख्दै मैले अहिलेलाई यति नै बोलेँ। धन्यवाद। हुन्छ सर। हजुर सर, एकदम हाम्रो डाक्टर साहब हाम्रो लघुकथामै विद्यावारिधि गरिसक्नु भएको हाम्रो आदरणीय डाक्टर साहबले अति मजासँगले पत्र केलाएर लघुकथालाई यसरी बताइदिनु भएको छ। हामी सबैले सुन्यौं। लघुकथा लेख्ने हाम्रो आदरणीय पाजुले पनि सुनिसक्नु भएको छ जस्तो लाग्छ मलाई। धेरै धेरै आभार प्रकट गरे सर, हजुरको यति मजाले मिठो तरिकाले हामी सबैलाई यसरी ज्ञान दिनुभएको छ। आभार प्रकट गरे सर हजुरप्रति। र यहाँ आदरणीय व्यक्तित्वहरू आइरहनु भएको छ। यहाँ म देखिरहेको छु पण्डित रामकुमार भाइले पनि निहालिरहनु भएको छ। हार्दिक स्वागत गरे भाइ, नमन गरे। सत्यजित ज्यूले पनि यहाँ निहालिरहनु भएको छ, नमस्कार भनेर आउनु भएको छ। हार्दिक स्वागत गरे, नमन गरे हजुरलाई। मिसु बहिनी पनि आउनु भएको छ। गुरुदत्त गेवाली ज्यू आउनु भएको छ, हार्दिक स्वागत गरे। ध्रुव थापा भाइ आउनु भएको छ र सम्पूर्णलाई म फेरि पनि एकमुष्ट मैले नदेखे पनि त्यति देख्न त देखिरहेको छुइनँ होइन। लक्ष्मण गेवाली सर आउनुभएको छ, डाक्टर पुष्कर राज भट्ट सर, निर्मला दिदी एवं सम्पूर्ण स्रष्टाहरूलाई रूपन्देहीबाट हार्दिक नमन भनेर आउनुभएको छ। हार्दिक स्वागत गरे हजुरलाई, नमन पनि गरे। शारदा दाहाल भण्डारी बहिनीले पनि यहाँ निहालिरहनु छ, हार्दिक स्वागत गरे, सम्मान गरे। त्यसै गरेर यहाँ आदरणीय व्यक्तित्वहरूले निहालिरहनु भएको छ, म हेर्दैछु देखे जति। हेमराज अधिकारीज्यूले पनि निहालिरहनु भएको छ, हार्दिक स्वागत गरे। त्रिलोचन ढकाल सरले पनि स्याङ्जाबाट निहालिरहनु भएको छ, हार्दिक स्वागत गरे सर हजुरलाई, नमन गरे सर हजुरलाई। यसरी नै राजन कार्की पाजुज्यू पनि आइसक्नु भएको छ। मेरोमा नेटको समस्या भनेर भन्नुभएको छ, केही छैन, पछि पनि हजुरले हेर्न सक्नुहुनेछ। राजन कार्की पाजुज्यू समीक्षक ज्यूमा अभिवादन भनेर भनिरहनु भएको छ, हार्दिक स्वागत गरे हजुरलाई। वन्दना घिमिरे भान्जीले पनि निहालिरहनु भएको छ, हार्दिक स्वागत गरे, सम्मान गरे। भन्दै अब श्री प्रसाद पोखरेलज्यूले पनि निहालिरहनु भएको छ, हार्दिक स्वागत गरे हजुरलाई। सबैलाई यहाँ नाम पढ्न पाउँदा खुसी लागेको छ मलाई। इन्दिरा देवकोटा बहिनीले पनि निहालिरहनु भएको छ, हार्दिक स्वागत गरे, सम्मान गरे। र मैले अब इन्दिरा देवकोटा बहिनी नमस्कार दिदी, निर्मला दिदी र समीक्षक शर्मा भनेर भन्नुभएको छ। लता केसी ज्यूले पनि निहालिरहनु भएको छ। यस्तै गरेर अब सम्पूर्णलाई मैले फेरि प्रभा देवी पौडेलले पनि निहालिरहेको छन्, हार्दिक स्वागत गरे, सम्मान गरे। यसरी बालकृष्ण आचार्यज्यूले निहालिरहनु भएको छ, हार्दिक स्वागत गरे, सम्मान गरे। रश्मि खनाल बहिनीले पनि निहालिरहनु भएको छ, हार्दिक स्वागत गरे। सम्पूर्णलाई फेरि पनि मैले स्वागत सम्मान गर्दै यहाँलाई अब म तेस्रो नम्बरको लघुकथातर्फ जान्छु है सर। मैले नदेखे पनि नाम पढ्न नपाए पनि हजुरलाई धेरै धेरै म पछि पनि पढ्नेछु, स्वागत गर्नेछु भन्दै म अब तेस्रो नम्बरको लघुकथा वाचन गर्न गइरहेको छु। अब तेस्रो नम्बरको लघुकथा छ, आदरणीय लघुकथाकार हुनुहुन्छ मनोहर पोखरेलजी हुनुहुन्छ। उहाँ राजीवराज 6 सप्तरी हाल विराटनगर 11 मा हुनुहुन्छ। उहाँ हाम्रो लघुकथा प्रतिष्ठानको एडमिन हुनुहुन्छ, हामी सबैले चिनिरहेका छौँ उहाँलाई। उहाँको लघुकथाको शीर्षक छ रहस्य
रहस्य अब कस्तो रहेछ हामी म पढेर सुनाउँछु है त यहाँहरूलाई। रहस्य यसरी सुरु हुन्छ। उनले धरतीको माटो उठाएर निधारमा दल्दै कसम खाए, बाँचे देशका लागि बाँच्छु, मरे यही देशका लागि मर्छु। राजनीतिक संक्रमण जटिल बन्दै थियो। उनी चिच्याए, मलाई ज्यानको पर्वाह छैन, मुलुकको चिन्ता छ। जनता आक्रोशित थिए, परिवर्तनको अनुभूति गर्न नपाएको पीडाले छटपटिएका थिए। देश कहिले बन्ला, कसले बनाउला, प्रश्नहरू गुन्जिरहेका थिए। छाती पिटी पिटी भाषण गरे, राजनीतिक भयावह अवस्थामा पुगेको छ। व्यथिति विसङ्गति उजागर गर्दै शान्ति र समृद्धिका लागि उनले देखाएको दृढता र प्रतिबद्धताले समर्थन दिनदिनै बढ्दै थियो। उनको भाषणले सुरक्षाका दृष्टिमा आगामी दिनहरू चुनौतीपूर्ण बन्दै जाने संकेत दिइरहेको थियो। एक्कासी उनी ढले, कोलाहल मच्चियो, गोली चल्यो, हत्या भयो, हत्या, भिड चिच्यायो, देशभर प्रदर्शन चर्कियो, अभियुक्त पक्राउ परे, प्रमाण नपुगेर छुटे, मृत्यु रहस्यमय बन्यो, सरकार ढलमलियो, युवकलाई शहीद घोषणा गरियो, चोकमा शालिग बनाइने भयो। साहसी युवकको मृत्युले सहानुभूतिसँगै पार्टीको समर्थनको लहर उठ्यो। हत्याको षड्यन्त्र भइरहेको छ भनेर भाषण सिकाउने युवकका मित्र नेताजी चक्रगुप्त मुस्कुराइरहेका थिए। यसरी लौकथालाई समापन गर्नुभएको छ। यति मिठो तरिकाले लौकथालाई समापन गर्नुभएको छ। यहाँ सत्य अधिकारी बहिनीले पनि निहालिरहनु भएको छ, राजकुमार राज भण्डारीज्यूले पनि निहाल्नु भएको छ। हार्दिक स्वागत गरे सम्पूर्णलाई एकमुष्ट गर्दै मैले सर हजुरलाई यो सुम्पिए सर यो लौकथाको लागि समय हुन्छ, धन्यवाद सर। यो लौकथा हामीले विषयवस्तुको हिसाबले राजनीतिक विषयवस्तुसँग सम्बन्धित पाउँछौँ। एउटा आन्दोलन सङ्घर्ष र त्यो सङ्घर्षको क्रममा कार्यकर्ता वर्गको बलिदान र नेताको षड्यन्त्रसँग सम्बन्धित रहेर यसमा चाहिँ विषयवस्तु प्रस्तुत गरिएको छ। हामीले संसदीय राजनीतिका षड्यन्त्रहरू अनि भित्र रहेका मानिसका महत्वाकांक्षा, स्वार्थ अनि त्यस्तै गरी बलिदानका कुराहरूलाई पनि विभिन्न ढङ्गले बुझ्दै आएका छौँ, सुन्दै आएका छौँ र त्यसलाई चाहिँ प्रत्यक्ष भोग्दै पनि आएका छौँ। यो लौकथामा हामीले के पाउँछौँ भने एउटा युवालाई आन्दोलनको निमित्त, सङ्घर्षको निमित्त, परिवर्तनको निम्ति तयार गर्ने उसको नेताले नै उसको हत्या गराउँछ। अनि त्यो हत्या गरिसकेपछि त्यसको शालिग खडा गर्छ र शालिग खडा गरेपछि त्यसैको संवेदनाको बलले, जनताको सहानुभूतिको बलले शासन सत्ता वा प्राप्त गर्ने, विजय प्राप्त गर्ने र आफू अगाडि बढ्ने बाटो निर्माण गर्छ। अर्थात् के हो भने जनताको रगतमाथि होली खेलेर आफ्नो लागि सत्ताको सिँढी तयार गर्ने अनि त्यस्तै गरी आफ्नो लागि सफलताका बिन्दुहरू खोज्ने षड्यन्त्रकारी कुटिल पुँजीवादी राजनीतिको एउटा दृश्य चाहिँ यो लौकथामा आएको छ। यहाँ आम जनताको रगतमाथि खेलेर नै अगाडि बढेका षड्यन्त्रकारीहरू, फटाहरू, बेइमानहरूले नै अगाडि बढिरहेको र वास्तविक मान्छेहरू जो चाहिँ न्यायको लागि, मुक्तिको लागि, सङ्घर्षको लागि एउटा भावनामा बोकेर लाग्छन्, उनीहरूले चाहिँ आफ्नो त्याग गर्छन्, बलिदान गर्छन्, उनीहरू एउटा शालिगमा परिणत हुन्छन्। अर्थात् के भने उनलाई चाहिँ एक किसिमले के भने यो धरतीबाट यो देश र जनताको सेवा गर्ने अवसरबाट टाढा पारिन्छ, उनीहरूको हत्या गरिन्छ, उनीहरूलाई चाहिँ जीवित रहे पनि उनीहरूले विभिन्न खाले दुःख पाउनुपर्छ र
त्यसै गरी उनीहरूलाई जीवित रहने अवसर पनि दिइँदैन र त्यो षड्यन्त्रकर्ता वा जुन षड्यन्त्र गर्ने मानिस हुन्छ त्यो नै सर्वोच्च पदमा पुग्छ र त्यसले गर्दा राष्ट्र र जनताले चाहिँ दुःख पाउँछ। अर्थात् के भने सत्तारोहणका लागि जे पनि गर्ने जस्तो पनि गर्ने र स्वार्थका लागि अगाडि बढ्नका लागि जनताको खुन माग्ने वा खुन चढाउने अवस्था सिर्जना गर्ने पात्रहरूको यथार्थ अवस्थालाई चाहिँ लघुकथामा प्रस्तुत गरिएको छ। लघुकथामा चाहिँ राजनीतिमा चल्ने षड्यन्त्र तिग्डम अनि कूटनीतिलाई प्रस्तुत गरिएको छ। यसर्थमा लघुकथामा चाहिँ अहिलेको समयको यथार्थ अवस्थालाई चाहिँ प्रस्तुत गरिएको छ। अहिलेको सत्ता राजनीतिले आम मान्छेको चाहिँ बलिदान माग्ने, उनीहरूको बलिदानमाथि टेकेर शासन सत्तामा पुग्ने तर जनतामाथि दमन गर्ने र अनि दमन गरिसकेपछि अनि आफ्नो सत्ता लम्ब्याउने जुन किसिमको गतिविधि क्रियाकलापहरू हामी भोग्दै देख्दै आएका छौँ। त्यसैको एउटा झलकको रूपमा लघुकथा आएको छ। लघुकथाकारले एउटा राजनीतिक विषय सन्दर्भलाई कुशलताका साथ प्रस्तुत गर्नु भएको छ। यस अर्थमा यो एउटा लघुकथा हामी सबैले बुझ्दै आएको कुरा हो। अब यो लघुकथाकै सन्दर्भमा सँग जोडिएर मेरो एउटा कुरा चाहिँ मैले प्रस्तुत गर्न उपयुक्त हुन्छ जस्तो लाग्छ। अहिले नेपाली लघुकथा क्षेत्रमा विषयवस्तुको पुनरावृत्ति भइरहेको छ। एउटै विषयवस्तु, एउटै घटना, एउटै किसिमको दृष्टिकोण चाहिँ आइरहेको छ। 20 वर्ष अगाडि लेखेका लघुकथामा पनि त्यही विषयवस्तु छ, अहिले लेखिएका लघुकथामा पनि त्यही विषयवस्तु छ भने त्यसले नयाँपना, नयाँ दृष्टि चाहिँ आउँदैन भन्ने मलाई लाग्छ। अब यो राजनीतिमा यस्तो किसिमको विषयवस्तु सन्दर्भमा लेखिएका धेरै लघुकथा मैले पढिसकेको छु। अनि त्यसबाहेक पनि अहिले हामीले धेरै लेखकहरूका रचनाहरू हेऱ्यौँ भने त्यसमा विषयवस्तुको पुनरावृत्ति हुन्छ। लेखकको नाम मात्र फरक हुन्छ तर चाहिँ रचना एउटै किसिमको हुन्छ। अहिले मानिसलाई अध्ययन गर्ने, चिन्तन गर्ने, अरूभन्दा फरक ढङ्गले, नौलो ढङ्गले विषयवस्तुलाई प्रस्तुत गर्ने अनि घटनाहरूलाई चाहिँ नवीन ढङ्गले प्रस्तुत गर्ने, पहिले आइसकेका पुराना विषयवस्तुहरूलाई चाहिँ छोडेर एउटा नयाँ ढङ्गले प्रस्तुत गर्ने कुरामा चाहिँ हामीले चाहिँ समस्या देखिरहेका छौँ। यो अहिलेको लघुकथा लेखनको समस्या हो। मैले यो लघुकथाका लेखकको सन्दर्भमा होइन, आम लघुकथा लेखककै प्रवृत्तिको रूपमा बुझेको छु। हामीलाई अहिले यतिको हतारो छ कि हामी एउटा निश्चित सङ्ख्या पुगेपछि लघुकथा कृति निकाल्नमा हतार गरिरहेका छौँ, दौडिरहेका छौँ, कुदिरहेका छौँ। यो कुदाइभित्र वास्तविक चाहिँ सिर्जना आएन। हामीले चाहिँ सही रचनाहरू प्रस्तुत गर्न सक्यौँ कि सकेनौँ भन्ने कुराहरूलाई पनि अगाडि बढाउनु पर्ने हुन्छ। त्यस भएको हुनाले हामीले विषयवस्तुको पुनरावृत्तिबाट बचेर एउटा नयाँ ढङ्गले, नवीन ढङ्गले, नवीन ऊर्जा, नयाँ चेतना, नयाँ किसिमको सामाजिक चाहिँ अनुभव आदिलाई चाहिँ प्रस्तुत गर्ने गरी रचना प्रस्तुत गर्नुपर्छ भन्ने कुराहरू राख्दै मैले अहिलेलाई आफ्नो कुरा यही नै राखेँ। ल अहिलेको लघुकथाहरूको सन्दर्भमा मेरो समीक्षा पुरा भइसकेको छ र त्यसबाहेक पनि अतिरिक्त केही कुराहरू पनि मैले लघुकथा लेखनको सन्दर्भमा प्रस्तुत गरिसकेको छु। यसर्थमा अब अहिलेलाई मेरो कुरा नै हो। सर, एकदम आभार प्रकट गरे सर। हाम्रो लघुकथा केन्द्र मेरो तर्फबाट नि हजुरले यति मजासँगले भनिदिनु भएको छ कि बाटो देखाइदिनु भएको छ लघुकथा लेख्नको लागि। यो लघुकथाहरू अहिले समसामयिक कुराहरू भएकोले पनि यहाँहरूले यो प्रस्तुत गर्नुभएको होला जस्तो पनि लाग्यो मलाई।
अब एकजनाले लेखेको चाहिँ अर्कोले पनि लेखिन्छ, थाहा हुँदैन एकअर्काले लेखेको, अनि अब त्यो त्यसैले पनि होला जस्तो लाग्छ। तर हाम्रो आदरणीय सरले, पुष्करराज सरले भन्नुभएको जस्तै गरेर हामीले यसरी नै उहाँको कुरालाई टिपेर हामीले अगाडि बढ्नुपर्छ पर्छ। अवश्य पनि हामी लघुकथामा हामी माथि माथि उन्नतिमा जान्छौँ भन्ने मलाई लाग्छ होइन। लेखनमा परिष्कृत हुँदै जान्छ भन्ने मलाई मेरो मनमा पक्कै पनि लागेको छ र यहाँलाई पनि लागेको होला। आदरणीय व्यक्तित्वलाई फेरि पनि मैले यहाँ देखे जति मैले म नाम लिन्छु। प्रार्थना खनाल बहिनी आउनुभएको छ, हार्दिक स्वागत गरेँ। अच्युत राज प्याकुरेल मेरो ज्वाइँसाले पनि हेर्दै हुनुहुन्छ, हार्दिक स्वागत गरेँ। रचना शर्मा बहिनी आउनुभएको छ, सृजना शर्मा बहिनी, बिन्दु पौड्याल ओस्ती, अप्सरा भट्टराई बहिनी, पदम प्रसाद दाहालज्यू र सत्य अधिकारी बहिनीले भन्नुहुन्छ म त भर्खर आएँ भन्दै हुन्छ। ठिकै छ बहिनी, केही छैन। यहाँ सबैजनालाई मैले फेरि पनि एकमुष्ट स्वागत गरेँ, एकदम हृदयदेखि स्वागत सम्मान गरेँ। र आज हाम्रो आदरणीय सरले, मैले 3वटा लघुकथा वाचन गरेँ। हाम्रो सरले समीक्षा गरेर यस्तै राम्रोसँगले समीक्षा गरेर हामी सुनिसकेका छौँ हामी सबैजनाले। र हाम्रो आजका वाचन भएका लघुकथाहरू यस प्रकार थिए। विष्णु उप्रेती को छेपारोको तर्क, राजन कार्की पाजु अभियान, मनोहर पोखरेल रहस्य। समीक्षकमा आदरणीय डाक्टर पुष्करराज भट्ट सर हुनुहुन्थ्यो र उहाँको यति मिहिन ढङ्गबाट आफ्नो लघुकथाहरूलाई विचारहरू पोख्नु भएकोमा म फेरि पनि हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछु सर। र यहाँहरूले यस बेलासम्म अब हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेको छौँ, समय पनि हुँदैछ हाम्रो। सरलाई केही भन्नु छ सरलाई? हजुरलाई त्यस्तो खासै केही छैन। अब नियमित रूपमा हामीले बोलिरहेकै छौँ र कार्यक्रममा अतिरिक्त त्यस्तो बोल्नुपर्ने खासै छैन। अब अर्को बिहिबार भेट हुने नै छ भन्ने यतिकैमा अब कार्यक्रम हजुरको अमूल्य क्षणलाई धेरै धेरै फेरि पनि म स्वागत गर्दछु। र यहाँहरू आदरणीय व्यक्तित्वहरूले यसरी निहालेर बसेर हामीलाई हौसला पनि दिनुभयो। यहाँहरूले पनि धेरै कुराहरू सुन्न पाउँछौँ हामी होइन, सुनिदिनु भयो। र यसरी यहाँहरूको समयलाई पनि क्षणलाई पनि म एकदम हृदयदेखि स्वागत गर्दछु हजुरहरूलाई। यसरी सधैँभरि आइरहनु भएको छ, धेरै खुसी लाग्दछ। यहाँहरू हाम्रो परिवार जस्तै भइसक्नु भएको छ, नदेखे पनि परिवार जस्तै लाग्छ। अहिले नाम पढ्दा पनि परिवार जस्तै लाग्छ। म फेरि पनि हार्दिक नमन अर्पण गर्दछु यहाँहरूप्रति। र हाम्रो आदरणीय हाम्रो लोककथा केन्द्रकी अध्यक्ष एडमिनज्यू भोलि 7 बजे अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। हामीले फेरि पनि मैले शुभयात्राको लागि मैले हार्दिक सफलताको कामना गरेँ। यात्रा सफल रहोस् बहिनी, दुवै दम्पतिको भन्दै म आजलाई अब यतिकैमा यो वाचन गर्न पाएकोमा तीनैजना लघुकथाकारहरूलाई फेरि पनि यसरी नै यहाँहरूको लघुकथा परिष्कृत हुँदै गरोस् र यहाँको कलम नरोकियोस्, अगाडि बढिरहोस् भन्दै म शुभकामना व्यक्त गर्दै आजलाई ओझल पर्दछु सर। अब हामी ओझल पर्ने हुन्छ सर। ल हार्दिक नमन गरेँ। हुन्छ, नमस्कार सर। शान्ति भण्डारी दाहाल पनि आउनु, शुभरात्रि दिदी भनेर आउनु भएको छ। ल हार्दिक स्वागत गरेँ यहाँलाई। ल शुभरात्रि। यहाँहरूबाट पनि म छुट्टिन्छु। हार्दिक स्वागत।